सुन्नु न, भन न सानी। हामी साँच्चै आमा बुबा बन्ने सोचमा होइन त? तिमी त तयार छौ नि सानी। एकदम तयार। मानसिक हिसाबले त तयार छु, तर गर्भधारण अगावैको परामर्श एकदमै जरुरी रहेछ नि बुढा। स्वास्थ्य जाँच गरेर मात्र परिवार योजना गर्यो भने आमा र बच्चाले हुने सम्भावित जोखिम कम हुने रहेछ नि। हो र? मेरो नर्स साथीले भनेको बच्चाको योजना बनाउनु भन्दा पहिला स्वास्थ्य जाँच गराउनुपर्छ र कम्तीमा 3 महिना अगाडि फलिक एसिड खानुपर्छ, नत्र जन्मने बच्चा जन्मजात विकलाङ्गता पनि हुन सक्छ रे नि त। हो र? यो त महत्त्वपूर्ण कुरा पो रहेछ। एकचोटि स्वास्थ्य संस्थामा गएर सल्लाह लिउँ न है। हस्। तिमी चिटिक्क परेर तयार भइहाल, स्वास्थ्य संस्था गइहालौ। हस्।